उहाँले यस्तो हाम्रो चाहना नै थियो मेरो छोरा त पाउँदिन नि तर तिमीहरूलाई राम्रो देख्न सक्छु नि हैन हो ल नरो आशा पुग्छ तिमी न तिमी आफ्नो राम्रोसँग राम्रो गर हैन तिमीले राम्रो गरेछ भने तिमीलाई अझै एक्स्ट्रा हेल्प गरौँ हामी त्यो पनि टेन्सन पनि तिमीले गर्नुपर्छ है यहाँ सुन अध्यारो मुक्न अध्यारो मुक्न खुसी हो जहिले पनि खुसी सबै कुरोमा हामी हेल्प गर्छौँ रुनु हुँदैन तिमीले सबै हुन्छ बिहानै दिउँसो आउँछौ तिमी दिउँसो तिमी नरौ ल तिमी नरौ हेर यो उहाँ सदा हेर त यो दुई वर्षको दुईटा छोराहरूलाई हामीले मेरो पनि एक्सिडेन्ट भयो हैन एकजना अमेरिकामा एकजना नेपालमा एक्सिडेन्ट भएर फरक फरक घटना फेरि 1 वर्षको बिचमा हैन अब के गर्ने त्यो छोराहरू पाउँछ तर तिमीहरू जस्तो धेरै छोरीहरू पाउँछ नि हामीले पाउँदैन त्यो कारणले हामी आएको त्यसैले हाम्रो संस्थाको सेन्टिमेन्ट फरक छ है त्यो मेहनत गर त्यो मात्रै हैन तिमीहरूले मेहनत गर्यो भने हामीले अरू पनि सहयोग गर्न सक्छौँ है त्यो हो दिउँसो आउँदा खुसी खुसी हो खुसी हो ल तिमीलाई हामी राखिदिन्छौँ है त्यसमा अहिले बस्नुपर्छ नि अहिले पर्छ अहिले जाउँ नवीन धिमाल धिमाल भनेको आसु देख्नै सकौँ